आज म एउटा सर्ट एन्ड स्विट मेरो एकदमै नजिकको साथीहरूलाई यो मेरो बिजनेस के हो, कसरी गर्न सकिन्छ भन्ने कुराहरूको जानकारी गराउँछु। अब इन्ट्रेस्ट हुने साथीहरूले एकदम मजाले हेरिदिनु होला। पहिला सुरु त यो बिजनेस के हो भन्नुहुन्छ, यो भनेको एउटा विशुद्ध एट्र्याक्टिभ मार्केटिङ गर्ने, एट्र्याक्टिभ मार्केटिङ एडहरू चलाउने, त्यो पनि कसरी सामाजिक सञ्जाल हामीले चलाइरहेको फेसबुक, व्हाट्सएप, ट्विटर, टिकटक यिनीहरूबाट चलाएर तपाईँले इन्कम जेनेरेट गर्ने एउटा माध्यम हो पहिलो सुरु। अनि दोस्रो कुरा तपाईँले के लाग्न सक्छ भन्दाखेरि यो बिजनेसमा गर्ने के त भन्ने, बिजनेसमा गर्ने के त भन्ने कुरै छैन। तपाईँले गर्ने के त भनेको अरूको अन्डरमा काम गर्नुभयो भने, अरूको इम्प्लोइ भएर काम गर्नु भने त्यहाँ चाहिँ तपाईँले गर्ने टार्गेट गर्ने काम चाहिँ त्यहाँ हो। यहाँ भनेको चाहिँ आफैले लगानी गर्ने, आफैले डेभलप गर्ने एउटा प्लेटफर्म हो। बिजनेस त्यो हो। किन हो भन्दाखेरि यो अहिलेको जमाना अनुसारको समय सान्दर्भिक पनि छ। आधुनिक युगमा टेक्निकल्ली अनलाइनबाट गर्न मिल्ने, संसारको जुनसुकै ठाउँबाट पनि गर्न मिल्ने, तपाईँ घुम्दै खाँदै बस्दै हेर्दै दिनमा 2-3 घन्टा मात्र टाइम दिएर पनि गर्न मिल्ने भएको कारणले गर्दाखेरि चाहिँ आफैलाई समय सान्दर्भिक सुइटेबल टाइममा गर्न मिल्ने भएको कारणले चाहिँ बेस्ट यसको एउटा बेनिफिट त्यो छ। अर्को भनेको चाहिँ फ्युचर सेक्योर छ कि छैन, भोलि कहिलेसम्म यो गर्न सकिन्छ भन्ने कुराहरू पनि लाग्न सक्छ। हो, कुनै पनि हामीले बिजनेसमा लाग्छौँ अथवा हामीले केही पछिसम्म सोचेर गर्छौँ भने चाहिँ यो कुरा सोच्नु पनि ठिक हो। तर यसमा चाहिँ मलाई के लागेको भन्दाखेरि म पनि यत्तिकै यो आफैले अन्दाजको भरमा सुन्नेको भरमा चाहिँ कुनै कुराहरू पनि भन्दिनँ। यदि पर्सनल्ली तपाईँले मलाई चिन्ने साथीहरूले चिन्नुहुन्छ होइन, मैले कुनै रिसर्च गरेँ अनि आफूमा 3-4 महिनाको स्टडी पनि भयो अनि हामीले त्यही अनुसारले गरे अनुसार भन्दा राम्रो पनि यसको प्रतिफल पनि पाइयो, त्यहीमा इन्कम जेनेरेट भयो। अनि मलाई ट्रस्ट लाएर अनि म चाहिँ बोल्नुपर्छ है, यो साथीहरू जस्तै मैले गर्छु अनि मसँगै भएको साथीहरूले पनि गरून्, यसको भोलिको फ्युचर राम्रो छ भने उहाँहरूको पनि सेक्योर होस् भन्ने टाइपले चाहिँ मलाई चाहिँ त्यस्तो लाएर चाहिँ मैले यो भिडियो बनाएको हो। अनि यसको फ्युचर किन पछिसम्म किन छ भन्दाखेरि कुनै पनि तपाईँको जस्तै काम गर्नुहुन्छ, कोही साथी सरकारी हुनुहुन्छ, कोही ब्याङ्कमा हुनुहुन्छ, कोही इन्जिनियर हुनुहुन्छ होला, कोही कुन लेभलमा हुन्छ। तर त्यो काम भनेको कहिलेसम्म गर्ने हो त, कहिलेसम्म रिटायरमेन्ट, त्यसको एउटा क्राइटेरिया छ, कति लामो समयसम्म छ भन्ने छ नि त। जस्तै तपाईँले 20 वर्ष काम गर्नुभयो भने रिटायर हुनुभयो, तपाईँ 50 वर्षको हुनुभयो, त्यसपछि तपाईँको रिटायर भएको पैसाले के खानुहुन्छ? औषधि, मेडिसिन। तर यसमा कस्तो छ, तपाईँ पोटेन्सियल यस्तो छ कि यसको तपाईँ 3-4 वर्ष मजाले यसमा भनेअनुसारले तपाईँले हामीले जस्तै यो बिजनेसलाई मन पराउनु भयो, लगन लगाएर दिनमा 3 देखि 4 घन्टा, त्यो पनि पर्दैन, 2 देखि 3 इनफ हो, त्यति दिएर गर्नुभयो भने तपाईँले 5 वर्षमा रिटायरमेन्ट हुन सक्नुहुन्छ। विश्वास लाग्छ? मलाई पनि लाग्थेन, अहिले लाग्छ। किनकि हामीसँगको रिटायरमेन्ट भएको पनि छन्, 4-5 वर्ष गरेको, अब 3 वर्ष गरेर 4थो वर्षमा रिटायर हुने मान्छे पनि छन्। र इन्कम कति हुन्छ भन्नुहुन्छ भने चाहिँ यति भन्ने यसमा छँदै छैन कि। तपाईँ विश्वासै लाग्दैन इन्कम यति छ भने चाहिँ। लाग्छ 1 करोड इन्कम हुन्छ 1 महिनाको भने विश्वास लाग्छ? लाग्दैन, मलाई पनि लाग्थेन। अनि अहिले चाहिँ हामीले देखिरहेको छौँ नि त यतिसम्म पनि हुन्छ भने त्यसको एउटा त्यस्तो टाइपको यसको एउटा इन्कम सोर्स छ। अनि अर्को कुरा भनेको चाहिँ लगानी लाग्छ कि लाग्दैन भन्ने पनि आउँछ नि त होइन। मेन कुरा त त्यो हो। जस्तै बिजनेस, जस्तै तपाईँले काम गर्नुहुन्छ भने तपाईँले के दिनुहुन्छ र त्यसले के तपाईँले स्यालेरी किन पाउनुहुन्छ? किनकि तपाईँले आफ्नो त्यसलाई समय दिनुभएको छ, त्यो इन्भेस्टमेन्ट भयो। अनि अर्को कुरा भनेको चाहिँ बिजनेसमा के हुन्छ भन्दाखेरि तपाईँले समय आफ्नो लागि दिनु पर्यो। बिजनेसमा अब जस्तै काममा चाहिँ तपाईँले अर्कोको लागि दिनुपर्छ, यसमा चाहिँ तपाईँले आफ्नो लागि समय दिनु पर्यो। बिजनेस भनेको तिनटै कुराले समय दिन सक्नु पर्यो। बिजनेसमा कि आइडिया दिनु पर्यो कि हजुरको प्रोडक्ट दिनु पर्यो होइन। बिजनेस त्यसरी चल्ने हो यो। अनि तपाईँले सोच्नुहुन्छ भने यसमा के लगानी छ कि छैन भन्नुहुन्छ भने यो 3टा कुरा नभए त बिजनेसै छैन होइन। त्यसैले यसमा इन्भेस्टमेन्ट पनि छ। अब यो डाइरेक्टली मैले इन्डाइरेक्टली एडहरू गर्थेँ भने त उहाँहरूलाई चाहिँ स्टेप बाई स्टेप बुझाएर भन्नुपर्ने। मैले विशेष प्राइभेट भिडियो साथीभाइहरूको लागि बनाएको भएर चाहिँ सजिलो हुन्छ तपाईँहरूले अझै बुझ्न त्यसमा भनेर हो। अनि अर्को स्टेप भनेको चाहिँ यसमा यो हजुरले लिगेसी ट्रान्सफर गर्न मिल्छ। अब त्यो त फ्युचरको कुरा हो। जस्तै आज भोलि हामीले बिजनेस गऱ्यौँ, भोलि छोराछोरीहरूलाई दिनु पऱ्यो भने चाहिँ ट्रान्सफरको एकजना आफूभन्दा पछिको सन्ततिलाई गर्न मिल्छ भन्ने कुरा छ। त्यो त पछिको कुरा भइहाल्यो। अनि त्यो पनि छैन चाहिँ भनेको त्यो पनि प्लस पोइन्ट त हो नि यसको। जस्तै तपाईँको जागिर गर्नुभयो भने अब एउटा साथी छ डिएसपी रिटायर भयो भने त्यसको छोराले पछि के पाउँछ त? केही पाउन्न होइन।
हो त्यस्तै यो फर इक्जाम्पल है यो कसैको प्रोफेसनलसँग रिलेट पनि गर्न खोजे होइन सो द्याट नै अनि त्यसपछि यस्तो छ अनि त्यसपछि अर्को कुरा भनेको चाहिँ यसमा कसरी गर्ने त अनि कसरी रिच आउट हुने कसरी अनि यहाँभित्र छिर्ने अनि स्टडी पनि त गर्नु पर्यो जस्तै मैले यतिको भने मेरो बुढीले भिडियो हाल्छ हामीले पोस्टहरू हालेर आउँछ त्यो हेरेर तपाईँले विश्वास गर्ने हो त होइन नगर्नुहोस् भन्छु म पनि नगर्नुहोस् मैले पनि त्यसरी गरेकै होइन बुढीले चाहिँ गरे हो तर मैले चाहिँ ब्याकग्राउन्डमा एकदम आफ्नो तरिकाले रिसर्च गर्नलाई अहिले दुनियाँ छ यो नेट इन्टरनेट तपाईँ च्याट जिपिटी जेबाट पनि रिसर्च गर्न सक्नुहुन्छ होइन मान्छेले झुट बोल्ला तर यो उसले चाहिँ सिस्टमले कहिले पनि झुट बोल्दैन हो त्यो चाहिँ तपाईँले आफूले रिसर्च गर्नको लागि यो बिजनेसमा छुट्टै वे पनि छ जस्तै तपाईँले त्यसमा त्यो सबै कुरा डिटेलमा थाहा पाउनु न तर हाम्रो सिस्टममा के छ भन्दाखेरि तपाईँले हाम्रो वेबसाइट भिजिट गरेर त्यहाँ मुनि तपाईँले आफ्नो नाम डिटेलहरू हालेर 169 USD भनेको चाहिँ नेपालको 23,000 जस्तो यहाँको चाहिँ अब 22-21,000 जस्तो होइन नेपालको चाहिँ त्यही करेन्सी कन्भर्ट गरेर त्यति 22-23,000 को इन्भेस्टमेन्ट त्यो भनेको डिपोजिट हुन्छ त्यसमा चाहिँ त्यो गएर तपाईँले 8-9वटा भिडियो अनलक गरेर तपाईँले यसको बारेमा डिटेलमा रिसर्च यसमा गर्नुपर्ने काम के हो यो बिजनेस के हो कोले गर्न मिल्छ हामीले सक्छौँ कि सक्दैन सब टुल्स ट्रेनिङको बारेमा डिटेलमा त्यहाँ जानकारी गराइन्छ र त्यसपछि तपाईँले त्यो रिसर्च गर्नको लागि 1 मिनेट टाइम हुन्छ 30 दिनको तपाईँलाई त्यस्तो मन परेन यो बिजनेस त म गर्न सक्दैन मेरो लागि होइन भन्नुहुन्छ भने तपाईँ आफ्नो खुसी जान सक्नुहुन्छ त्यो पैसा रिफन्ड हुन्छ पहिला चाहिँ यो फ्री अफ कस्टमा रिसर्च गर्ने प्रोसेस थियो तर पछि चाहिँ किन पैसा लगायो भन्दाखेरि मान्छेहरूले चाहिँ 8वटा भिडियो 3 घन्टा 3.5 घन्टाको टोटलमा जोडेर त्यति हुन्छ तर मान्छे हामीलाई के हुन्छ भन्दाखेरि हामीले युट्युबमा एउटा फ्री कुनै मुभी पायौँ भने त्यसलाई हामीले आज हेरौँला भोलि हेरौँला अथवा कुनै दिन हेरौँला नि भनेर राख्छौँ तर हामी नेटफ्लिक्स सब्सक्राइब गरेर हेऱ्यौँ भने के हुन्छ त्यसको सब्सक्रिप्सन 1 महिनाको हुन्छ अनि त्योभित्र हामीले इन्ट्रेस्ट लगाएर हेर्छौँ अझै हामीले त्यो इन्भेस्ट गरेछ भने त्यो रिसर्चको लागि कि त्यो एउटा साइकोलोजी बुझेर नै त्यो पहिला नभएर यस्तो गरे हो यो चाहिँ हुनु पनि त्यही हो हाम्रो ह्युमन साइकोलोजी अनुसारले त्यसको लागि त्यो एउटा इन्भेस्टमेन्ट हो त्यसपछि तपाईँले स्टडी गरेर अनि त्यसपछि हामीले रिच आउट गर्नुभयो भने हामीले यसरी हो भनेर चाहिँ यो बिजनेसको बारेमा डिटेल जानकारी गराउन सक्छौँ अनि अब यसको बारेमा जानकारी चाहियो भने त जसरी जो मेसेज इन्कम कल हो आइएम इन्ट्रेस्टेड जे लेखेर पनि गर्न सकिन्छ अगाडि बढ्न सकिन्छ अब मैले चाहिँ अब नजिकबाट हेरिरहेको साथीहरू जसले अब सोध्नुहुन्छ के रहेछ कस्तो हामी पनि गर्न चाहनुहुन्छ भने नेपालभित्र बाहिर यो इन्टरनेसनल बिजनेस हो तपाईँले जहाँ जुनसुकै ठाउँबाट पनि गर्न मिल्छ त्यस्तो सजिलो छ यसको पोटेन्सियल छ जस्तै हामी ग्रोथ भइरहेछ भने मेरो साथीहरू पनि सँगसँगै ग्रोथ भएको होइन मलाई चाहिँ मन परेर हामीले पनि गर्नुपर्छ मैले बाहिरको मान्छेहरू नचिनेको मान्छेसँग जोइन भएर हामी यस्तो राम्रो पैसा कमाइरहेछौँ भने किन हामीसँगै बसेर एउटा सपना देखेको यो गरौँला भोलि पछि यो भन्ने त्यो नजिकको साथीहरूले चाहिँ गर्नुपर्छ भनेर चाहिँ मैले बनाएको केटा हो त्यही भएर यो डिटेलमा जानकारीको लागि त्यो $169 तिरेर त्यसको भिडियो हेरेर त्यहाँ जान सकिन्छ अनि त्यो सेल्फ स्टडी गर्ने तरिका त्यो हो त्यसपछि पनि त्यही भित्र हजुरको इन्भेस्टमेन्ट के छ प्रोडक्ट सेल गर्ने हो कि आइडिया सेल गर्ने हो कि एट्र्याक्सन मार्केटिङबाट पैसा आउने हो कि के हो सब क्लियर छ त्यसैमा त्यो आफैले स्टडी गर्ने अनि त्यसपछि चाहिँ म गर्न सक्छु कि सक्दैन म गर्न चाहन्छु भनेपछि त्यसपछि चाहिँ मैले आफू सँगसँगै लिने वे देखाउने कुरा त छँदैछ त है गाइज किप लभिङ किप वाचिङ